हेलो सबैलाई नमस्कार। आज म तपाईँहरूको माझमा एउटा सानो भ्लग लिएर आएको छु, जो कि यो भ्लग थियो हाम्रो राजगिरमा हामी घुम्न गएको थियौँ र राजगिरमा धेरै ठाउँमा घुम्ने ठाउँहरू अनेक प्रकारको ठाउँहरू बनाएको छ। त्यसमा चाहिँ एक हो यो शान्ति स्तूपा, जो कि बुद्ध भगवानको स्तूपा छ र त्यहाँ जानको लागि एउटा केबल कारको बाटो भएर जान सकिन्छ र त्यसमा हामी पैदलमा हिँडेर पनि जान सकिन्छ र त्यसमा चाहिँ गाडीहरू जान दिँदैन। यसमा चाहिँ हामी राजगिरको विभिन्न ठाउँमा घुमेर लास्टमा एउटा यो शान्ति स्तूपा बचेको थियो। त्यसमा चाहिँ हामी चाहिँ तल केबल कारको बेसबाट टिकट काट्यौँ र टिकट मात्र 120 रुपियाँ थियो। त्यो 120 रुपियाँमा टिकट काटेर धेरै भिड भएको कारणले हामीलाई अलिकति लाइनमा बस्नु पर्यो र लाइन सकिएर हामी आफ्नो पालोमा टेबल कारमा बसेर हामी माथि शान्ति स्तूपाको लागि केबल कारबाट जाँदै थियौँ र त्यहाँ वरिपरिको धेरै केबल कारहरू एकसाथ हिँडिराखेको बेलामा राम्रो देखिएको थियो र केबल कारमा यति भिड भएर पनि लगभग केबल कार कन्टिन्यू आउने जाने क्रममा त्यो भिडमा यति साह्रो हामीले पर्खाइ गर्न जरुरी थिएन र आफ्नो समयमा हामीले पालो पायौँ र हामी शान्ति स्तूपाको लागि बिस्तारै जाँदै थियौँ अगाडि। त केबल कारको आवत जावतमा राम्रो लागेर एउटा सानो भ्लग तयार पारेको थिएँ, जो कि हेर्नलाई साह्रै उत्साहजनक थियो र जो हामीले त्यो केबल कारको मुनि सानो सानो जो झुन्डाएको छ त्यो पनि एउटा केबल कारको माध्यमबाट हो। त्यसमा सिङ्गल एकजनाको यात्रा हुन्छ। त्यसमा चाहिँ अहिले बन्द गरेको थियो र अहिले त्यसलाई बन्द गरेर यो ठुलो केबल कार, जो कि त्यसमा 6-7 8जनासम्म आउने केबल कार छ र म पनि त्यो राम्रो रमणीय ठाउँलाई हेर्दै आफूलाई मनोरञ्जनको आभास गर्दै तल माथि पहाडमा थियो र हामी तलबाट बेसबाट आएको हुँदाखेरि तलको दृश्यहरू धेरै राम्रो देखिरहेको थियो र मैले तल माथि केबल कारको सबै चिजहरू समेटेर बनाइरहेको थियौँ र लास्टमा हामीहरू माथि केबल कार बेससम्म पुग्यो र त्यहाँ पुगेपछि त्यहाँबाट हामीले बिस्तारै जबसम्म हामीले त्यो केबल कारको ढोका खुलेको थिएन, एकछिन वेट गर्न पर्यो र ढोका अब जस्तै ठिक समयमा बिस्तारै पुगेपछि वहाँ बिस्तारै स्लोमा भएपछि मात्रै त्यो ढोका खोल्दो रहेछ, किनकि त्यसमा कोही एक्सिडेन्ट वगेरा नहोस् भनेर, मान्छेहरू नखसोस् या फेरि नलडोस् भनेर। जस्तै त्यो बिस्तारै आफ्नो उसमा आउँछ त मान्छेहरू फटाफट उभिनु झर्नु पर्ने रहेछ र हामी तलको बेसबाट सुरु गरेर माथिको केबल कारको बेससम्म आइपुग्दा जो रमणीय सिनहरू हेर्दै आउँदाखेरि धेरै रमाइलो लाग्यो र अन्तिममा